नमस्कार, एसओएसको सिजन 2मा यहाँहरूलाई स्वागत छ। म आजको होस्ट प्रसन्ना निर्मल अर्याल आज कुराकानी गर्न गइरहेको छु इन्द्रजित साफीजीसँग। उहाँ नागरिकताबाट प्रभावित भई हालसालै नागरिकता लिनुभएको र नेपालको यो विभेदकारी कानुनको विरुद्ध आवाज उठाउँदै आइरहनु भएको छ। इन्द्रजितजी, तपाईँलाई यहाँको कार्यक्रममा आज स्वागत। अब कुराकानी सुरु गर्दाखेरि चाहिँ अब भर्खरै तपाईँले नागरिकता पाउनुभयो होइन? अब त्यो पाउँदाखेरि यत्रो सङ्घर्षपछि तपाईँले नागरिकता पाउँदाखेरि तपाईँको हातमा त्यो पर्दाखेरि भन्ने नै हो भने त कागजै हो होइन? त्यो कागज तपाईँको हातमा पर्दाखेरि चाहिँ कस्तो अनुभव भयो? अनुभव भन्दा पनि एउटा खुसी, जुन त्यो खुसी म भन्दा पनि म आफ्नो जुन आमाको मुखमा जुन देखेँ नि, त्यो चाहिँ मतलब केही गरेर पनि चाहिँ त्यो खुसी दिन सकिँदैन थियो। यति खुसी हुनुभयो भन्दा पनि के छ भन्दाखेरि हाम्रो परिवारमा बुवाआमाको नागरिकता हुँदा पनि हामी 4 भाइ र 1 बहिनी नागरिकताबाट पीडित थियौँ। र त्योभन्दा पहिले हाम्रो सामान्य राष्ट्रपति रामचन्द्र पौडेलजीले तपाईँको प्रमाणीकरण गर्दाखेरि हामी चाहिँ नागरिकता बनाउन जाँदाखेरि एक दिन होल्ड गरेर अनि चाहिँ नागरिकता दिने कुरा गरेको थियो। त्यसको ठ्याक्कै भोलिपल्ट तपाईँको सर्वोच्चमा मुद्दा परेर सर्वोच्चमा के भन्दाखेरि त्यो आदेश रोक्यो। रोकिएपछि मेरो आमा चाहिँ त्यति बेलैदेखि एकदम बिरामी पर्नुभयो क्या होइन? र हामीले फेरि चाहिँ यत्रो वर्ष सङ्घर्ष गरेर पनि फेरि हामीले चाहिँ सङ्घर्ष त्यहीँबाट सुरु गऱ्यौँ। तपाईँको त्यसको भोलिपल्ट नै हामी तपाईँको मेचीदेखि महाकालीको सिडिओ कार्यालय बन्द गर्ने घोषणा गऱ्यौँ। त्यो गर्न सफल भयो। त्यसको भोलिपल्ट तपाईँको महेन्द्र हाइवे बन्द घोषणा गर्यो, त्यो पनि गर्न सफल भयो। त्यसपछि लगतै हामी काठमाडौँ आयौँ र 22 दिनको 24 घन्टे आन्दोलन हामी गऱ्यौँ र त्यो बावजुद सबैले हाम्रो पक्षमा फैसला गर्यो। र त्यसपछि घर गएर मेरो आमा चाहिँ एकदमै बिरामी परेको थियो है, एकदमै मतलब कति बिरामी भन्नु पनि सक्दैन, कुन बिरामी परेको कुन रोग लागेको त्यो पनि थाहा थिएन कसैले चेक गराउनु जाँदाखेरि। र जुन दिन यहाँबाट हामीले सर्वोच्चको आदेश आएपछि घर गएर मम्मीलाई लिएर जनकपुर गयो र नागरिकता पाएँ। नागरिकता पाउने बित्तिकै मम्मीको जति भन्छ नि बिरामी रोग सबै निको भयो। त्यो जतिको खुसी अब म चाहिँ केही देखिनँ, एकदमै खुसी अनुभव एकदमै भयो। र त्यो लगतै अब जाँदाखेरि 1-2 महिना 3 महिनासम्म राख्न धेरैले बुवा आमाको भागोले नागरिकता पायो। र अर्को चाहिँ के गर्यो भन्दाखेरि आमाको भएको बुवाको नभएको यिनीहरूलाई चाहिँ पछि दिने भनेर केटागोरीमा पछि नियम कानुन आउँदैछन् अनि नियमावली आएपछि तिनीहरूलाई दिने कुरा गर्यो। र त्यसपछि फेरि चाहिँ नियमावली तपाईँको धेरै ढिला हुँदै गयो कि ढिला हुँदै गएपछि म तपाईँको नागरिकता पाएर काठमाडौँ एकैचोटि आएपछि म तपाईँको त्यतिखेर हाम्रो गृहमन्त्री चाहिँ नारायण काजी श्रेष्ठ हुनुहुन्थ्यो। नारायण काजी श्रेष्ठसँग 2-3 पटक मैले भेटेँ। त्यो लगतै फेरि कानुन मन्त्रीसँग पनि पटक भेटेँ र परराष्ट्र मन्त्रालय, त्यस परराष्ट्र मन्त्री, अर्थमन्त्री उहाँहरूसँग पनि भेटेर बाँकी यस्तो समस्याहरू छ है, यो समस्याहरू पनि न्यायावली मार्फत समाधान होस् भनेर चाहिँ मैले तपाईँको धेरै पहल गरेँ। त्यति पहल गर्दा पनि धेरै ढिला गरेँ। त्यसपछि फेरि हामी चाहिँ माइती घरमा तपाईँको लगभग 18 दिन बस्यौँ। 18 दिन बसिसकेपछि न्यायावली आयो। न्यायावली आएपछि त्यसमा चाहिँ कस्तो गर्यो भन्दाखेरि त्यसमा चाहिँ हामीलाई त्यहाँ झुकाइयो कि त्यहाँ हामीलाई झुकाइयो। कसरी झुक्यायो भन्दाखेरि आमाको नागरिकता छ, त्यो पनि कुमारी, र बुवाको नाम चाहिँ न बच्चाको जन्मदर्तामा न श्रीमतीको नागरिकतामा र बच्चाको डकुमेन्टमा एजुकेसन डकुमेन्टमा कतै नाम छैन भने त्यसलाई दिने है, र नाम छ भने नदिने। नाम छैन भने सो घोषणातिर सो होइन, त्यो सो घोषणाको कुरा पनि आयो तपाईँको नियमावलीमा होइन, तर त्यो कार्यान्वयन हुन सकेन कि कोही कार्यान्वयन भएको छैन, कतै भएको छैन, कसैले दिएको पनि छैन कि अहिले त्यो तपाईँको सो घोषणाको कुरा ल्यायो होइन। तर चाहिँ सिडिओ कार्यालयमा जाँदाखेरि सिडिओ कार्यालयले चाहिँ तपाईँको बाउको चाहिँ तपाईँले पहिले निस्सा जुन भनेको थियो नि, निस्सा चाहिँ अनिवार्य खोज्छ कि निस्सा अनिवार्य खोज्दा पनि ऐन आउँदा पनि अहिलेको सिडिओहरू तपाईँको के छ भन्दाखेरि त्यो कानुनै छैन, दिनै मिल्दैन। अहिलेसम्म तपाईँ हेर्नुहोस्, बुवा आई मिन विदेशी भएको या बुवाको तपाईँको मृत्यु भएको है, र तपाईँको बुवाको नाम चाहिँ डकुमेन्टमा भएको अहिलेसम्म एकजनाले पनि दिएको छैन कि कागजमा मात्रै आयो, त्यो कार्यान्वयनमा भएकै छ। मेरो अर्को पनि यही क्वेसन चाहिँ यतैतिर लग्दाखेरि चाहिँ तपाईँले आफै भनिहाल्नु भयो होइन, जुन रिड पऱ्यो
होइन रिट परेर त्यो पाइप भइसकेको पनि रिट परेर रोकिँदाखेरि चाहिँ तपाईँहरू यहाँ माइती घरमा आन्दोलन गर्न आउनुभयो होइन विरोध गर्नुभयो त्यो सबै तर त्यो गरुन्जेलको त्यो बखतको चाहिँ जुन माहौल थियो नि किनभने तपाईँ त युवाहरूसँग आउनु भएको थियो तपाईँ मात्रै हुनुहुन्थेन होइन कतिजना यस्तै पीडितहरू हुनुहुन्थ्यो माइती घरमा हजुर हजुर हाम्रो यस्तो थियो तपाईँको देशभरिबाट लगभग तपाईँको फर्स्ट विकसम्म लगभग 500 जति हाराहारीमा थियो र त्यसपछि चाहिँ बिस्तारै गर्दा हामी 300को हाराहारीमा थियो त्यहाँ चाहिँ हामीले धेरै थोक चाहिँ भोग्यौँ कि अब दिनभरि जसो तसो बस्यो राति त्यहाँ हामीले टेन्ट लाउन दिँदैन थियो अब रातिको टाइममा के पानी पर्दिने अब पानी पर्दिने फेरि कहाँ जाने त होइन त त्यही पनि हामीले चाहिँ टेन्ट ल्याउँदाखेरि ओढेर बस्थ्यौँ त्यसपछि चाहिँ तपाईँको बिरामी हुँदै गयो मान्छेहरू बिरामी हुँदै जाँदाखेरि 10 दिनपछि चाहिँ हामीले 5 जनाले मात्रै त्यहाँ राख्ने अनि बाँकीलाई चाहिँ हामी एउटा अब होटल गेस्ट हाउस बुक गरेर एउटैमा चाहिँ अब 50 जना 60 जना बस्ने गरी त्यहाँ चाहिँ राख्थ्यौँ त्यसरी गर्दै गयो त्यहाँ अलि तपाईँको यस्तो थियो कि एकदमै अब त्यहाँ हामी सपोजमा हिट परेको थियो अब त्यहाँ के गरिदिन्थ्यो भन्दाखेरि जुन हाम्रो विपक्षी हुनुहुन्थ्यो बालकृष्ण नेपाली अरू धेरै थियो उहाँहरू चाहिँ के गर्ने भने बेसी पर्दाखेरि ढिलाइदिने होइन र हाम्रो पक्षमा चाहिँ बस गर्ने धेरै वकिलहरू हुनुहुन्छ बाप्ताजी हुनुहुन्छ आज भ्याउँदैन पछि छाडिदिनु यता यस्तो चाहिँ तपाईँको 2-3 चोटि गरेँ कि त्यस्तो चाहिँ गर्दाखेरि फेरि हामी चाहिँ समस्यामा पर्दै जान्छौँ किनभने सर्वोच्चमा यस्ता हजारौँ रिटहरू छन् जुन तपाईँको वर्ष बितिसक्यो तर त्यसको फैसला हुन सकेको छैन होइन अब त्यस्तो हुँदाखेरि अब हामीले के गर्ने भन्दाखेरि हामीले अब सर्वोच्च अदालत अगाडि नै गएर सर्वोच्च अदालत हामीले न्याय दियो भनेर चाहिँ अदालतले त्यही गरेर विरोध गरिदियो त्यसमा चाहिँ हामी पटक पक्राउ पनि पऱ्यो 10 जना 20 जना 30 जना 40 जनासम्म पनि हामी पक्राउ पऱ्यो त्यति हुँदाखेरि तपाईँको सरकारको पनि नजर पऱ्यो र सर्वोच्च अदालतको प्रधान न्यायाधीशको पनि नजर पऱ्यो सर्वोच्चको मलाई लाग्छ कि त्यो नागरिकता विधेयकै यस्तो जुन मुद्दा होला जुन मुद्दामा तपाईँको हेर्नु यहाँ क्या गोला पर्दा हुन्छ होइन र त्यसमा पनि के गर्नुभयो भन्दाखेरि गोला पर्दा हटाएर यो चाहिँ त्योभन्दा पहिले के हुन्थ्यो अब गोला प्रथामा जान्थ्यो अब हेर्न नमिल्नेमा पनि पढिदिन्थ्यो त्यस्तो भए पनि बेसी सरिन्थ्यो त्यस्तो गर्दा कि हेर्न नमिल्नेलाई साइड गरिदियो होइन गोला प्रथा पनि हटाइदियो र तपाईँको पहिलो नम्बरमा चाहिँ हाम्रो मुद्दा राख्यो त्यो दिन तपाईँको आदिभन्दा पनि त्यहाँ देखियो कि एउटा विरोध तपाईँले अब मान्नु नमान्नु नागरिकता विधेयकमा जहिले कुरा हुँदाखेरि तपाईँको एउटा मधेसी र पार्टी बिचको एउटा द्वन्द्व जस्तो कि भित्र फिल्म जस्तो देखिन्छ त्यो चाहिँ देखेको मजाले त्यहाँ म देखेँ कि जति पनि पाहाडे तपाईँको अभिवक्ताजी हुनुहुन्छ नि कोही हाम्रो पक्षमा थिएन क्या सबै हाम्रो विरोधी पक्षमा थियो र जति पनि मधेसतिरका जस्तै हाम्रो दिपेन्द्र झासन लगायत अन्य जति पनि थियो त्यो हाम्रो पक्षमा हुनुहुन्थ्यो त्यहाँ चाहिँ मैले देखेको भित्र चाहिँ तपाईँको 10 बजेदेखि सुरु भयो 5 बजेसम्म नन स्टप तपाईँको 1 मिनट पनि तपाईँको ब्रेक नदिएर नन स्टप बस चलेको त्यहाँ म आफै बसेको पनि थिएँ त्यहाँ त धेरै कुराहरू गर्थ्यो किनभने यिनीहरू नेपाली नै होइन नाना थरीको कुराहरू भित्र विभेद कुराहरू सुन्न पाए तर जे होस् उहाँको विचार थियो र फाइनल 5 बजेपछि त्यसपछि हामी आयौँ र एकछिन चाहिँ क्यान्टिनमा गयौँ र मलाई सोध्यो कि के खाने भनेर मैले आज दही खान्छु भन्दैन कि होइन दही खाएर त्यसपछि चाहिँ तपाईँको त्यो सर्वोच्च अदालतको हेर्दाखेरि हाम्रो पक्षमा चाहिँ तपाईँको फैसला आयो भनेर चाहिँ अब त्यहाँ सर्वोच्च अदालतबाट दही लिँदै म लाइभ बस्दै माइती घरसम्म आउन मलाई चाहिँ घन्टो जस्तो फिल भइरहेको थियो कि र त्यहाँबाट जुन हामी गयौँ माइती घर त्यहाँ जुन खुसी देखेँ पीडितहरू खुसी देखेँ त्यो चाहिँ आजसम्म हामीले होलीकै महाहोली मनाएको थियो क्या त्यो सबै खुसी भएर कोही खुसीले रोइरहेको आए पनि थिए धेरै कुराहरू जुन हुन्छ नि एउटा नयाँ खुसी त्यो अनुभव गरेर पनि व्यक्त गर्न सकिँदैन कि तपाईँको फोटो पनि आएको थियो अभिर लगाएर तपाईँ फेरि उचालेको सोसियल मिडियाभरि सर्कुलेट भएको थियो होइन त्यही त हामीले त अब त्यो बाहिरबाट हेर्दाखेरि अब म आफै मेरो त्यस्तो समस्या नपरेको होइन अनि मैले बाहिरबाट हेर्दाखेरि कति खुसी हुनुहुन्छ भने जस्तो त्यो त देखिन्छ होइन तर अब त्यो जुन अन्तरालमा त्यति त्यो रिट आफ्नो फैसला हाम्रोमा नआइसक्दाखेरिसम्म तपाईँहरूलाई त्यो कति चाहिँ गाह्रो भयो किनभने यति धेरै गाह्रो त धेरै भएको थियो त्यसमा पनि के थियो भन्दाखेरि पेसी सर्ने बित्तिकै हामी त्यहाँ आन्दोलन गरिदिन्थ्यौँ त्यो दिन तपाईँको फाइनल बसै थियो त्यो दिन हामीलाई तपाईँको फैसला आउने जब बस सकिएपछि तपाईँको काठमाडौँमा लगभग हामी 300 जना हुँदाखेरि 1000भन्दा बढी पुलिस 4 राउन्ड हेरिराखेको थियो कि हामीले 4 राउन्ड कि यिनीहरूको विपक्षमा फैसला पनि के गर्छ ठेगाना होइन कि
किनभने तपाईँको लगभग ती युवाहरू हरेस खाएर होइन यहाँ मर्छु या जे गर्छु या न्याय जितेरै आउँछु भन्ने चाहिँ जोस जागरका साथ आएको थियो होइन। तर जे होस् फाइनली सर्वोच्चले हामीलाई न्याय दियो र अहिले चाहिँ लाखौँले पाइसक्यो र केही समस्या पाएकी छन्। त्यो समस्याका लागि निरन्तर म पहल गर्दैछु र यही हप्ता या आउने केही दिनमा चाहिँ हाम्रो सामान्य प्रधानमन्त्रीजीसँग एउटा भेटघाट वार्ता हुँदैछ यी समस्याहरूले लिएर र ती समस्याहरू चाहिँ अब प्रधानमन्त्री कहाँ गए र त्यसपछि चाहिँ गृहमन्त्रीसँग भेटेर तपाईँको जिल्लाको सिडिओले के भन्छ भने कार्यविधि आयो भने यस्ता समस्याहरू समाधान हुन्छ भन्ने कुरा गर्नुभएको छ। त त्यही तपाईँका अब जुन नियमावलीबाट हुन सकेन त्यो कार्यविधि बाबत गर्न सकिन्छ पहलमा निरन्तर लागेको छु। र अर्को चाहिँ के गर्दैछु भन्दाखेरि अब तपाईँको सरकारको बाटोमा के हुन्छ भन्दाखेरि यहाँ धेरै टाइम स्पेन्ड हुनसक्छ, हुन पनि सक्छ, नहुन पनि सक्छ जस्तो हुन्छ कि। त्यही भएर हामी चाहिँ फेरि चाहिँ कानुनी बाटो हेऱ्यौँ र अहिले हामीले अस्ति नै तपाईँको 17जनाको मुद्दा सर्वोच्चमा हाल्यौँ र 17जनाको फैसला पनि पहिलो आदेश आयो जसले चाहिँ तपाईँको लोकसेवा इक्जाम दिनु पाउने होइन, ब्याङ्क खाता खोल्नु पाउने, लाइसेन्स यस्ता मतलब नेपालमा उसले गर्न सक्ने सबै काम गर्ने जति तपाईँको आदेश आयो। र यही वैशाखको 25 गते फेरि हाम्रो कस्तो छ भन्दाखेरि जति पनि सर्वोच्च मुद्दा पुलिस त्यसलाई एक ठाउँमा राखेर 25 गते केही फैसला आउने कुरा पनि अहिले सुन्नमा आएको छ। र फेरि लगत्तै हामीले चाहिँ त्यस्तो सर्वोच्चको फैसला के हुन्छ भन्दाखेरि सबैको लागि भए पनि त्यो व्यक्तिगत रूपमा मात्रै कार्यान्वयन हुन्छ कि। त्यो भएर फेरि चाहिँ हामी चाहिँ 20 जतिकै फेरि चाहिँ हामी सर्वोच्चमा चाहिँ मुद्दा लिएर जाँदैछौँ र तपाईँको कानुनी बाटोलाई संशोधन गर्नेतिर पनि लाग्दैछौँ कि। तपाईँले समितिबाट हजुर त्यही त। अब तपाईँले पहिलाको सिजनमा एकचोटि भन्नुभएको थियो कि यो हाम्रो चाहिँ के अरे देशकै समस्या हो नागरिकताको विषय, मधेसको मात्रै समस्या होइन भनेर तपाईँले अगाडि पनि भन्नुभयो होइन, कसरी एक किसिमको पहाडी र मधेस भनेर त्यो विभेद देखिन्छ भनेर। तर अब यो आएको जुन नयाँ कानुन छ त्यो कानुन त सबैलाई नै लाग्ने हो नि त होइन, देशभरि लाग्छ यो कानुन त। अब तपाईँले भनि नै सक्नुभयो समस्याहरू के छन् भनेर होइन। अब अरू पनि होला समस्याहरू कति छन्, तर अब कार्यान्वयन गर्दाखेरि होइन कस्तो कस्तो चाहिँ तपाईँको समितिबाट जस्तो तपाईँले भन्नुभयो ऋण सिट हाल्ने यो कामहरू छ, त्यो बाहेक पनि अरू तपाईँको समितिबाट चाहिँ यो सहजीकरण गर्नको लागि कस्तो कस्तो चाहिँ पहलहरू भइरहेछ तपाईँको? यसमा चाहिँ अरू के समस्या हुँदै भन्दाखेरि तपाईँको आइसक्दा पनि तपाईँको वाडाले सिफारिस नदिने होइन, सिफारिस के गर्दाखेरि सिविल नागरिकता नदिने। तपाईँको त्यसमा चाहिँ के गरिदिएको थियो भन्दाखेरि धेरै नै तपाईँको कागजात चाहिँ रिक्वायरमेन्ट गरिसकेको थियो कि जिल्ला प्रशासन कार्यालय। जस्तै तपाईँको घरको लागपुर चाहिँ अनिवार्य चाहियो, अब जोसोको छैन त्यो कहाँबाट लिएर ल्याएर होइन। त्यसपछि तपाईँको बिजुली बत्ती खानेपानी धेरै यस्ता चिजहरू थियो। त्यसमा चाहिँ हामी यो समितिले चाहिँ जिल्ला प्रशासनसँग बसेर अब जो मान्छेको जमिनै छैन लागपुर छैन ऊ कहाँबाट लिएर आएर दिने। त त्यहाँ चाहिँ हामीले कसरी सिडिओसँग हुन्छ भन्दाखेरि त्यस उहाँको छैन भने उहाँको छिमेकीको छ नि होइन, एउटा मुचुका उठाएर छिमेकीको दिँदा पनि हुन्छ भनेर होइन। त त्यस्ता किसिमको चाहिँ हामीले चाहिँ पहल तपाईँको स्थानीय ठाउँबाट जिल्ला लेभलसम्म पनि हामीले गरेका छौँ। त्यो अब तपाईँले मेची महाकालीबाट मलाई याद भएसम्म 14,000 जस्तो केसेसहरू थियो सायद होइन। मेची महाकालीबाट तपाईँले इन्डिभिजुअल केसेसहरू लिँदाखेरि 14,000 जस्तो केसेसहरू चाहिँ तपाईँले भन्दा ठिकै हो, किनभने सबैलाई एक एक गरेर त हेर्न त अब भ्याएन त, किनभने हामीसँग पनि त्यही किसिमको म्यान पावर त्यही किसिमको हुनु पऱ्यो, समस्या धेरै नै ठुलो छ यो त होइन। त्यही भएर अब कस्तो चाहिँ अब त्यता पनि मैले एउटा कुरा याद गरेको चाहिँ हामीले अब यसरी समाजमा नागरिकताको कुरा गर्दाखेरि कति मान्छेले बुझेकै छैन कि नागरिकताको के छ त, प्रब्लम के छ त भन्नेमा जान्छ कि। आमाको नामबाट पनि दिएकै छ होइन, बाउको नामबाट पनि दिएकै छ, अब योभन्दा बढी के चाहियो, कसलाई के चाहियो, सबैलाई त्यही कुरा चाहिँ मान्छेले बुझेको छैन, बुझ्न सकेको छैन, बुझ्न सकेको पनि छैन अनि बुझाउने पनि कोही भएन कि। किन भन्दाखेरि अब जसको नागरिकता छैन उहाँहरूलाई मात्रै भोगाइ थाहा छ कस्तो हुन्छ। यो तपाईँले भन्नुहुन्छ नि त्यो नर्मल मान्छे अनपढ मान्छे भन्दा पनि यहाँ पढे लेखेका होइन र पोस्टमा भएको मान्छेहरूलाई पनि त्यसको बारेमा नलेज थिएन कि, र अहिलेसम्म लाग्छ आजसम्म कि छैन जस्तो पनि लाग्छ कि। र अर्को कुरा चाहिँ न त उसले संविधान पढेको थियो, न संविधान पढेको छ, न त्यो विधेयक के हो पढेको छैन। अस्ति नै अब नागरिकता विधेयक आउँदाखेरि तपाईँको एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा होइन उहाँले चाहिँ विरोध गरेको कि नागरिकता विधेयकको विरोध गरेको। हेर्नुहोस् जुन नागरिकता विधेयकमा छँदै छैन, हेर्नुहोस् है अब नागरिकता विधेयकमा जुन छैन त्यसलाई जोडेर त्यो विधेयकलाई रोकिरहेको थियो कि। जस्तै अब विदेशी मुलुकको महिलासँग बिहे गऱ्यो भने आजको भोलि नै एप्लाई गरेपछि नागरिकता पाउने कुरा त्यो चाहिँ नागरिकता विधेयकमा सधैँ थिएन कि।
अनि राष्ट्रिय स्वतन्त्र पार्टीले विज्ञप्ति निकालिरहेछ। त्यो विज्ञप्तिमा के लेखेको छ कि यो नागरिकता विधेयक प्रमाणीकरण भयो भने विदेशीले आजको भोलिपल्ट नागरिकता पाउँछ। तर भित्र के छ र कुन व्यक्ति पीडित छ र कस्तो किसिमको समस्याहरू त्यहाँ छ जुन समाधान गर्न खोजेको त्यो कुरालाई चाहिँ बाहिर ल्याउँदै नल्याउने कि किनभने पोलिटिकल इस्यु भइसक्यो नि त यो। तपाईँले कतिचोटि तपाईँले धेरैचोटि भन्नुभएको हो पोलिटिकल इस्यु छ कि ह्युमन राइट्सको इस्यु भएन। यसलाई चाहिँ पोलिटिसाइज गरेर एक किसिमले त्यसो राजनीति गर्न खोज्यो हो। तर अब कस्तो भयो भन्दाखेरि एकतिर पोलिटिसियनलाई राखौँ होइन, एकतिर हाम्रो साधारण जनतालाई राखौँ होइन। जनतालाई नै पनि थाहा छैन कि कति कुराहरू। जस्तो मैले पनि कानुन पढ्न थालेपछि बल्ल बुझेँ कि नागरिकताको यस्तो यस्तो हुँदो रहेछ है भनेर होइन। त्यही भनेर अब कानुन पनि सबैजना त पढेको त हुँदैन होइन। मैले चुज गरेँ पढ्नलाई। अब अरूहरूलाई बुझेकै छैन कि तपाईँले सहज भाषामा बुझाउनु पऱ्यो भने होइन। अहिलेको समस्या 3टा समस्या सहज भाषामा बुझाउनु पऱ्यो भने के छ त अहिलेको 3टा एकदम बर्निङ इस्यु भनेर भनिन्छ नि। 3टा चाहिँ अहिले भएको एकदम सहज भाषामा सबैजनाले बुझ्ने गरी चाहिँ कसरी बुझाउनुहुन्छ? म चाहिँ उहाँलाई बुझाउँछु कस्तो भन्दाखेरि आमा र बुवामध्ये होइन कसैको जन्मसिद्ध नागरिकता थियो भने त्यसका सन्तानले रोकेर राखेको थियो। यतिसम्म उहाँलाई थाहा थिएन कि जन्मसिद्ध नागरिकता आमा र बुवामध्ये आमाको वंशज छ भने बुवाको जन्मसिद्ध छ भने त्यो रोकेर राखेको थियो र बुवाको वंशज र आमाको जन्मसिद्ध छ भने त्यो चाहिँ पहिला दिन्थ्यो होइन टाइममा। त्यसपछि फेरि रोकेर राखेको थियो कि यसमा हुँदाखेरि तपाईँको के थियो भन्दाखेरि उहाँहरूलाई थाहा थिएन कि तपाईँको बुवामा 2टैको नागरिकता भएर पनि त्यसका छोराछोरीले नागरिकता पाएको छैन कि होइन। उहाँहरूले एकैचोटि के सोच्थ्यो भन्दाखेरि नागरिकता पाएको छैन पक्कै यो यसको बाउ या कोही भारतीय विदेशी छ भनेर उहाँहरूले त्यसमा सोच्नुहुन्थ्यो। उहाँले यति बुझ्नुपर्ने भन्दाखेरि बुवा र आमाले कसैको जन्मसिद्ध नागरिकता थियो भने त्यसलाई दिएको थिएन, उहाँलाई चाहिँ अहिले दिएको हो। सिम्पल रूपमा ऊ कुनै विदेशी होइन, नेपाली हुन्। अर्को जुन कुरा गर्छन् कि आमाको नामबाट नागरिकता दिने कुरामा त्यसमा कस्तो गर्दैछ भन्दाखेरि आमाको वर्ष नागरिकता होइन र आमाको नागरिकता भनौँ बाउको नाम होइन बच्चाको जन्मदर्ता डकुमेन्टमा नाम छैन भने त्यसलाई चाहिँ दिएको छ होइन। र नाम कतै छ भन्दाखेरि त्यसलाई दिएको छैन। बुवा चाहिँ फेरि कस्तो छ भन्दाखेरि त्यो न नेपालको नागरिकता लिएको न चाहिँ विदेशको नागरिकता लिएको तर चाहिँ नेपालमै मृत्यु भएको उसको मृत्यु दर्ता छ होइन। त यो केसमा पनि त दिनुपर्ने हो नि त होइन, दिनुपर्ने हो। यो समस्या तपाईँको दोस्रो बुझौँ न दोस्रो। र अर्को भन्दाखेरि यहाँ कस्तो छ भन्दाखेरि तपाईँको आमा बुवाको तपाईँको नागरिकतै छैन तर आमा नेपालमै छ। अर्को भनेको आमा बुवाको ठेगान छैन, ऊ नेपालमै जन्मिएको हुर्किएको होइन। त यस्ता केसमा चाहिँ के सम्झिन्छ भन्दाखेरि विदेशी मुलुकको सम्झिन्छ कि होइन। तर यहाँ बुझ्नुपर्ने के छ भन्दाखेरि ऊ नेपालमा जन्मिएको हुर्किएको ऊ नेपाली नै हो कि यति बुझ्नु पऱ्यो। किनभने नेपालमा जन्मेको छ, नेपालमा हुर्किएको छ होइन, उसलाई चाहिँ पहिचान पत्र दिनैपर्छ। कसैले चाहिँ अनागरिक बनाएर राख्नु त्यसलाई चाहिँ अब क्लियर रूपमा भेरिफाई गरेर होइन त्यसलाई चाहिँ नागरिकता चाहिँ दिनुपर्छ। यस्तो समस्याहरू पनि छ भनेर बुझ्नु पऱ्यो। अर्को कुरा चाहिँ अझै के भन्यो भन्दाखेरि हेर्नुहोस् है, आमा र बुवामध्ये कुन एकजनाको मात्रै नागरिकता छ होइन। र त्यो चाहिँ महिला है, महिलाको केसमा। र ऊ चाहिँ के गर्यो भन्दाखेरि नेपालकै वंशज नागरिक केटासँग बिहे गर्यो। हेर्नुहोस् है, वंशज नागरिकसँग केटासँग बिहे गरेको छ नेपालमै। आमा र बुवामध्ये एकजनाको मात्रै नागरिकता छ भने त्यसलाई पनि अहिले रोकिएर राखिरहेको छ। खासमा चाहिँ त्यसलाई रोकेर राख्नुपर्ने कुनै ठाउँ देखिरहेको छैन। यहाँ चाहिँ श्रीमानको कुरा छोडेर आमा बुवामा थपिदिन्छन् कि तिम्रो आमा र बुवामध्ये एकजनाको मात्रै नागरिकता छ, अहिले कार्यविधि नियम आएको छैन, आएपछि दिन्छौ भने त्यसलाई पनि रोकिएर राखेको। त्यसलाई चाहिँ सहज रूपमा दिनुपर्ने हो होइन। तर यहाँ चाहिँ के बुझ्दैछ भन्दाखेरि नागरिकताको इस्यु हुने बित्तिकै होइन ऊ नेपाली होइन भनेर सोच्छन् कि ऊ विदेशी हुन्, भारतीय हुन् भनेर चाहिँ पहिलो कन्सेप्ट राख्छन्। तर एक्चुअलमा चाहिँ त्यस्तो होइन। यस्तो यस्तो समस्याको कारण पनि वास्तविक नेपाली पनि नागरिकताबाट वञ्चित थियो र केही छन् र ऊ नेपाली उसले नागरिकता। अब यसकै कुरा गर्दाखेरि अब जस्तो नागरिकता नभएको कारणले गर्दाखेरि कति मान्छेहरूले धेरै कुरा गुमाउनु परेको छ होइन, धेरै कुरा छोड्नु परेको छ। अब तपाईँ पनि यही सङ्घर्षमा धेरै टाइम लाग्नु भयो होइन। अब यो गर्दाखेरि कतिवटा कुरा भयो होला जुन गर्ने चाहना थियो होइन, यो पनि छुट्यो होला कि छुटेको छैन नहुला नि सक्छ। तर अब के कुराहरू होला जुन चाहिँ त्याग्न पऱ्यो, किनभने यो पनि लामै सङ्घर्ष हो, एकदमै गाह्रो पनि हो होइन। देशको कानुनै एक किसिमले
बदल्ने भनेको त एकदमै ठुलो कुरा हो नि त होइन त्यसको लागि त अब धेरै सङ्घर्ष गर्नुपर्छ त्यो गर्दाखेरि धेरै कुरा पछाडि छुट्यो कि होइन कति कुरा त्याग गर्नु पनि पर्यो होला त्यसो तपाईँले चाहिँ कस्तो कस्तो कुराहरू चाहिँ छोड्नु पर्यो जस्तो त्यसमा यस्तो मेन कुरा त मैले नागरिकताबाट यहाँ पढ्न पाइनँ बाहिर गएर पढिन आएपछि नागरिकता नहुँदा नभेरिफाई डिग्री भेरिफाई यताउति होइन त्यो रोकियो काम गर्दाखेरि त्यतिखेर लाइसेन्स गर्नु हुँदाखेरि जुन बेसिक सिली हुन्छ होइन त्यो पनि पाइएको थिएन मैले हिन्दुस्तानमा पनि लगभग 1.5 वर्ष जति काम गरेको थिएँ र राम्रोसँगले नपाउँदाखेरि त्यहाँबाट मैले तपाईँको काम छोडेर 21 सडकमा निक्लिएको र जसरी भए पनि यो समस्या समाधानै गरेर म चाहिँ अब फर्किन्छु भनेर चाहिँ आएको र फाइनली 2.5-3 वर्षको सडक सङ्घर्षपछि हरेक सङ्घर्षपछि भनौँ न त्यसमा चाहिँ धेरै थोक भयो कचुरी पक्राउ पऱ्यो कि सब थोक भयो मान्छेले पागल हुन्थ्यो योबाट हुनेवाला छैन र हुँदैन पनि भन्थ्यो तर म पछाडि फर्केर हेरिनँ जो मेरो साथ पाएँ त्यसलाई हिँड्दै अगाडि जाँदै गरेँ र धेरै स्टेजहरू पार गर्दै 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 तपाईँको फाइनली गऱ्यो होइन त्यहाँ चाहिँ एउटा कुरा यस्तो कि धेरै थोक गुमाए पनि धेरै थोक पाएँ कि त्यहाँ मैले चाहिँ अब त्यसलाई नेगेटिभली नलिएर म पोजिटिभली लिन्छु कि किनभने तपाईँलाई यो समस्या 17 वर्षदेखि अड्केर बसिदियो होइन र जुन आज इन्द्रजित साफीलाई जुन आज नेपालभरिको मान्छेले चिन्छ आखिर मैले चाहिँ नागरिकता पाएर यदि भएकोमै आफ्नो फिल्डमा गएर होइन काम गर्थेँ जान्थेँ खासै मलाई कोही चिन्दैन थियो कि र अहिले चाहिँ एउटा नेपालभरि एउटा पहिचान जुन पायो होइन गुमाएको चिज भन्दा मैले धेरै थोक पाएँ आफूलाई खुसी मान्छु र अहिले कस्तो भइदियो भन्दाखेरि लिडरसिप गर्न त्यति सजिलो छैन कि होइन मैले लिडरसिप गरेँ होइन म पाएँ होइन धेरैले पायो धेरै साथीहरू पायो त्यो साइड हुँदै गयो होइन तर म चाहिँ कस्तो ठाउँ उभियो भन्दाखेरि जसले पाएँ त्यो साइड हुँदै गयो जो पाएन त्यो कसलाई दौडा गर्ने भयो त इन्द्रजित साफीलाई मैले चाहेर पनि चाहिँ यसलाई छोडेर म चाहिँ अरू ठाउँ चाहिँ जान पाएको छुइनँ कि होइन मैले सोचेँ कि यस्तो समस्यामा या त अब आफ्नो परिवार पनि एक ठाउँमा छ होइन परिवार पनि एउटा व्यक्तिगत जीवन मान्छेको हुन्छ त्यो पनि धेरै इम्पोर्टेन्ट लाइफमा म्याटर गर्छ होइन त्यो पनि अब म पनि अब म्यारेज छु मेरो पनि बच्चा छ भने परिवार छ होइन जुन टाइम मैले दिनुपर्ने थियो त्यो टाइम पनि अझ पनि मतलब दिन पाएको छुइनँ कि होइन र चाहेर पनि त्यहाँबाट म छुट्टिन सकेको छुइनँ होइन तर मैले सोचेँ कि परिवार र दुइटैलाई सँगै लिएर हिँडौँ न होइन अब कुनै एउटालाई नसोधेर दुइटै अझै सफल पारौँ भन्ने बाटोमा चाहिँ स्टिल हिँड्दैछु र जुन बाँकी समस्या छ त्यो समस्या अब जुन बाटो हुन्छ होइन ऊ चाहिँ समाधान गर्नेतर्फ अगाडि बढेको छु र जहाँसम्म मलाई विश्वास छ योबाट चाहिँ छिटै हुन्छ जुन तपाईँले अब तपाईँ इन्जिनियर त पेसाले त इन्जिनियर हो त होइन अब त्यतातिर यो सबै समाधान भएपछि कुनै दिन चाहिँ फर्किनुहुन्छ कि होइन कुनै दिन भन्नु पर्ने अहिले चाहिँ दुइटैतिर काम गरिरहेछौँ कि यो हजुर यो होइन कि मैले त्यो कम्प्लिटली छोडिदिएँ हाम्रो भनेको टोटल इन्जिनियरिङमा 50वटा सब्जेक्ट हुन्छ 50वटा फिल्ड हुन्छ कि त्यो फिल्डमा तपाईँ एउटा मात्रै फिल्डमा तपाईँ लाग्न सक्नुहुन्छ गर्न सक्नुहुन्छ त्यसमध्ये कति यता फिल्डहरू छन् जुन तपाईँको अनलाइन मार्फत हाम्रो जुन डिजाइनहरू हुन्छ हाउसको होइन यताउतिको त्यो अनलाइन मार्फत पनि केही टाइम दिएर गरिरहेको छु र गर्दैछु र फुल्ली टाइम दिन पाएको छुइनँ होइन त्यसको लागि अब मैले सोचेको पनि थिइनँ मेरो एमै एउटा भन्छ नि त्यो इन्जिनियरै बन्नै थियो कि म इन्जिनियर बन्छु भनेर त एक्चुअलमा जुन इन्जिनियर बनेर आएपछि जुन मैले चाहिँ एक्चुअलमा जुन काम गर्नु पर्थ्यो होइन अहिलेसम्म त्यति चाहिँ गर्न पाएन हुन त गरेँ 2.5 वर्षसम्म काम गरेँ हार्डवेयर पावरमा त्यसपछि चाहिँ ग्याप भयो र यता काम गरेँ र यो इन्जिनियरिङमा मैले गर्न सक्ने काम भन्दा पनि म यहाँ चाहिँ धेरै थोक योभन्दा पनि डबल ट्रिपल गुना बढी चाहिँ काम गऱ्यो भनेर आफूलाई चाहिँ एउटा प्राउड पनि फिल हुन्छ होइन चाहिँ त हुनैपर्ने कुरा हो तर अब मैले त्यही भएको कति धेरैजना मान्छेबाट सुनेको छु कि मैले यो कुराहरू अब गर्नुपर्ने खासमा के गर्न खोजेको थिएँ तर के गर्न नपुग्यो भने धेरैजना अब तपाईँ जसरी लिडरसिपको पोजिसनमा आएर नगरे पनि आफ्नो नागरिकताको लागि त सधैँ सङ्घर्ष गरिरहनुहुन्छ नि त त्यो गर्ने प्रक्रियामा अब कति कुरा छुट्छ नि त अनि त्यो गर्न पाइएन भन्ने मैले सुनेको भएर तपाईँलाई पनि त्यस्तो छ किन भनेर हुन त छ र त्यो चिजको म अब सस्तो गर्दिनँ त्यो त ठिक छ तपाईँ प्राउड हुनुपर्ने कुरा हो यो त होइन अनि अब अर्को एउटा कुरा चाहिँ तपाईँ अब वर्ल्ड कन्फरेन्स अन स्टेटलेसनेसमा पनि जानुभयो अस्ति फेब्रुअरीमा होइन मलेसिया जानुभयो
अनि अब त्यहाँनिर त सबै धेरै जसो स्टेटलेस मान्छेहरू जस राज्यविहीन भन्ने भन्छौँ नि राज्यविहीन मान्छेहरू हुनुहुन्थ्यो त्यहाँनिर 300जनाको त्यत्रो त्यो सम्मेलनमा आधाभन्दा बढी राज्यविहीन 300जना नै राज्यविहीन हुनुहुन्थ्यो होइन। अब त्यो माहौलमा जाँदाखेरि अब नेपालको एक किसिमको बेग्लै छ होइन समस्या बेग्लै छ नेपालको हाम्रो यो कल्चरल उसले गर्दाखेरि नि फरक छ र त्यहाँ गएपछि त्यो एक किसिमको डिफ्रेन्स पनि भयो होला। त तपाईँको अनुभव चाहिँ कस्तो रह्यो त वर्ल्ड कन्फरेन्स अन स्टेटलेसनेस? मलाई चाहिँ एकदमै खुसी लाग्यो कि सबभन्दा पहिले त खुसी लाग्यो र सबभन्दा पहिले त हाम्रो सुबिन सरलाई थ्याङ्क यू भन्न चाहन्छु कि उहाँले चाहिँ त्यहाँसम्म लगिदिनु भयो भन्नु पऱ्यो। र त्यहाँ जाँदाखेरि अब तपाईँको फर्स्टै डेमा सुबिन सरले चाहिँ सबैको अगाडि होइन उहाँले मलाई चाहिँ नामै राखेर होइन उहाँले चाहिँ यतिसम्म चाहिँ कार्य नेपालमा गर्नुभयो विदाउट फन्ड होइन यतिसम्म गर्नुभयो। त्यहाँ हुँदाखेरि सबै एउटा किसिमले भनौँ न कि एउटा संसारकै अगाडिमा त त्यहाँ एउटा पहिचान होइन जुन मैले नेपालमै काम गरेको थिएँ त्यो संसारकै अगाडिमा अब आउँदा एउटा त्यो खुसी भनौँ न होइन कि आफूलाई चाहिँ हो आफूलाई काम गरेको एउटा प्राउड होइन फिल र अरू ठाउँमा धेरै नै समस्याहरू ठाउँमा देखियो होइन। र त्यहाँ हुँदाखेरि अब के भनौँ एउटा प्राउड फिल पनि भयो र एउटा संसारको अगाडि चाहिँ आफूलाई परिचित होइन र संसारको मान्छेहरूसँग एउटा भेटघाट होइन जुन मौका पायो र यो समस्यालाई अझै अब कुन तरिकाले चाहिँ अगाडि बढ्ने होइन कसरी चाहिँ अगाडि यसलाई चाहिँ समाधानको अगाडि जाने भन्ने कुरामा त्यहाँ चाहिँ धेरै थोक सिक्न पायो। यतिमा बुझ्छु म त्यहाँबाट धेरै थोक लर्न गरेँ कि र खुसी फिल भयो राम्रो लाग्यो। तर यस्तो पनि भनिन्छ नि त अब यो राज्यविहीन भनेर जुन स्टेटलेसको इस्यु छ भनिन्छ कतिचोटि इन्भिजिबल भनेर भनिन्छ क्या स्टेटलेसलाई किन भन्दाखेरि अब कतै डकुमेन्टेसन हुँदैन राज्यको आँखामै पर्दैन नि त किनभने तपाईँको कतै पनि नामै आउँदैन त्यो त्यसरी नाम नआउने कारणले गर्दाखेरि कतै पनि लिस्टमा आउँदैन। त्यो कारणले गर्दाखेरि स्टेटलेस चाहिँ अब इन्भिजिबल भनेर भनिन्थ्यो कि पहिला अहिले पनि त्यसरी त भनिँदैन तर इन्भिजिबल किन भन्दाखेरि डकुमेन्ट नभएको कारणले गर्दाखेरि अब ल बनाउँदाखेरि कानुन बनाउँदाखेरि कसको लागि बनाउने त भन्दाखेरि जसको लागि बनाउने उसको त हुनै छैन दाजुसँग डेटै छैन भनेर हुन्छ नि इन्भिजिबल भनेर भनिन्थ्यो। अनि कस्तो भन्दाखेरि यो चाहिँ अब देशमा समस्या चाहिँ छ तर एकैचोटि ग्यादरिङमा नआएको होइन। अनि त्यो चाहिँ अब त्यो कन्फरेन्स जस्तो एउटा वर्ल्ड कन्फरेन्स जस्तो स्टेजमा पुग्दाखेरि चाहिँ तपाईँले नेपाललाई पनि रिप्रेजेन्ट गर्नुभयो होइन। त्यो त अब पक्कै पनि प्राउड फिलिङ त अब एकदम खुसी पनि लाग्यो हामीलाई पनि खुसी लाग्यो होइन। त्यो देखेर तपाईँ बोल्नु पनि भएको थियो लास्टै तपाईँको क्लिप पनि छ एउटा होइन तपाईँले बोल्नु भएको थियो त्यो बेलामा चाहिँ तपाईँलाई कस्तो लागेको थियो त्यो भन्नाले माइक लिँदाखेरि होइन किन भन्दाखेरि तपाईँले सोच्नु त भयो होला म यो भन्छु भनेर सोच्नु त धेरै थोक सोचेको थिएँ बोल्न है तर फर्स्ट टाइम भएकोले धेरै थोक बोल्न पाइनँ तर जे जति गरेको थियो त्यो चाहिँ बोल्न पाइयो। र जहाँसम्म तपाईँले समस्याको कुरा भन्नुभएको थियो नि देशको त्यो चाहिँ के गर्छ भन्दाखेरि जुनसुकै देशले यसलाई दबाएर यसलाई चाहिँ मेरो देशमा समस्या छैन भनेर चाहिँ त्यसलाई दबाउन खोज्छ कि जस्तै अब नेपालमै स्टेटलेसनेस कोही छैन भन्दाखेरि नुहाइनुमा तर नागरिकता पनि छन् कि सिटिजनसिप देश छन् भन्दाखेरि तर हामीले त्यत्रो सङ्घर्ष गरेर आइसकेपछि होइन नागरिकता ठ्याक्कै तपाईँको स्टेटलेसनेस वर्ड पनि नेपालमा चाहिँ युज भयो तर त्यसलाई चाहिँ नेपालमा पनि दबाएर राखेकै हो नराखेको होइन। त्यो अरू देशहरू पनि त्यस्ता छन् जुन यो समस्यालाई बाहिर आउन दिँदैनन् कि यसलाई चाहिँ दबाएर आफ्नो देशको चाहिँ तपाईँको अब भनौँ न अब संसारको अगाडि पुरा बेइज्जती मेरो नाम चाहिँ खराब नहोस् भन्ने किसिमले दबाएर राख्न खोज्छन्। तर हामी जस्ता होइन अरू धेरै यस्ता पीडितहरू छन् जुन यो समस्यालाई तपाईँको राष्ट्रिय लेभलमा होइन अन्तर्राष्ट्रिय लेभलमा पनि ल्याएर जुन हामीले त्यहाँ जुन वर्ल्ड कन्फरेन्स गऱ्यौँ त्यो चाहिँ तपाईँको हरेक देशमा भएको समस्याहरूलाई त त्यहाँ ल्याएर हामीले त्यो गर्न सक्यो त्यो भनेको एउटा राष्ट्रभन्दा पनि बाहिर आएर चाहिँ गरियो होइन। त्यो चाहिँ दबाउने काम गर्छन् तर समस्या कहिले चाहिँ दबिँदैन एक न एक दिन चाहिँ बाहिर आउँछन् त्यो तपाईँले भनेको जस्तै भयो कि अब यो दबाएर त राखेको छ होइन। अनि कस्तो पनि एउटा कुरा चाहिँ के पनि भयो भन्दाखेरि स्टेटलेस तपाईँले भन्नुभयो नि स्टेटलेस नेपालमा छैन भनेरै भनिन्छ नि त नागरिकता विहीन चाहिँ छ तर स्टेटलेस छैन किन भन्दाखेरि आमा बुवा दुइटैको नामबाट पाइन्छ होइन। स्टेटलेस छैन भने नेपालले युएनएचसिआरहरू त्यस्तो युएन एजेन्सीहरूलाई रिपोर्ट गर्दाखेरि पनि 0 भनेर भन्छ कि स्टेटलेस छैन हाम्रो देशमा भनेरै भन्छ होइन। त्यो चाहिँ तपाईँलाई अब तपाईँले अघि नै पनि भनिसक्नु भयो होइन पोलिटिकल पार्टीले पनि इस्यु नबुझेर हो कि यो होइन स्टेटलेस भनेको के हो या नागरिकता नभएको
र स्टेटलेस हुनु भनेको त्यो दुइटै कुरा नबुझेर त्यो भएको कि अब त्यो थाहा भइकन पनि उतातिर फर्किया हो कि होइन एउटा होइन तपाईँले भन्नुभएको नि यसमा यसले चाहिँ दुई थरी मुद्दा बनाइसकेको थियो कि तपाईँको यहाँ चाहिँ नागरिकताको समस्या पटक मधेसी दलहरू मेन भनेको नागरिकताको मुद्दा हामी समाधान गर्छौँ भनेर चाहिँ उसको परिवारसँग भोट लिएर आउँथ्यो भोट लिएर आइसकेपछि चाहिँ चुप लाएर बस्दिन्थ्यो कि अनि फेरि चुनावमा जाँदाखेरि तपाईँको फेरि त्यही कुरा भनेर उठ्थ्यो र दुई थरी राजनीति कसरी हुन्थ्यो भने तराईतिर हामीले चाहिँ नागरिकता दिलाउँछौँ कानुन संशोधन गर्छौँ भनेर चाहिँ भोट लिन्थ्यो यता पाहाडतिर के गर्थ्यो भन्दाखेरि भारतीयहरूले चाहिँ हामीले नागरिकता दिनबाट रोक लगायो अनि राष्ट्रवादीको कुराहरू गरेर यतापट्टि दुई थरी चाहिँ राजनीतिक यसमा हुन्थ्यो थाहा थियो यो समस्या छ तर यसलाई चाहिँ पोलिटिकल एजेन्डा बनाएर यसलाई चाहिँ मात्रै भोटको लागि चाहिँ भोट ब्याङ्कको रूपमा चाहिँ युज गर्दै थियो कि अब आमाकै नामबाट नागरिकता दिने कुरा गर्दाखेरि पनि यो सो घोषणाको लिएर आएको छ नि होइन त्यो चाहिँ मलाई के लाग्छ भने मलाई लाग्ने चाहिँ अब आमा नेपाली हो भने बुवा जस्तो जे भए पनि होइन अहिले जिउँदै भए पनि नभए पनि फेला नपर्दाखेरि पनि बच्चा बच्चीले नागरिकता चाहिँ पाउनुपर्छ भनेर मेरो त्यति मात्रै हो मेरो कुरा होइन सो घोषणा गर्नु चाहिँ त्यो जरुरी नै छैन जस्तो लाग्छ कि मलाई होइन तर अब सो घोषणाको पनि एउटा हालिदिएको छ प्रोभिजन हालिदिएको छ पुर्याउनु त परिहाल्यो अब त्यो कतिजनाले त्यो अनुसार तपाईँले भन्नु त भइसक्यो अघि होइन कसैले एकजनाले पनि पाएको छैन सो घोषणाबाट भनेर होइन त्यो प्रोभिजन चाहिँ किन ल्यायो होला जस्तो लाग्छ तपाईँलाई होइन सो घोषणा गर्नुपर्ने अनि त्यसमा पनि अझै के समस्याहरू छ उसको किन सबैले भन्नुभयो एकजनाले पनि पाएन योभन्दा पहिले चाहिँ तपाईँको निसाको कुरा जुन गरेको थियो होइन अब निसाको कुरामा के थियो भन्दाखेरि विदेशी बाउ भएको खण्डमा बाउ छोडेर गइदिने कि अब डकुमेन्ट सबै लिएर गइदियो अब बाउले कहाँ खोज्न जाने अब भेट्नै नभेट्ने त्यसलाई चाहिँ समाधान गर्नलाई होइन त्यो कुरालाई समाधान गर्नको लागि सो घोषणाको कुरा ल्याएको थियो कि सो घोषणामा चाहिँ बाउ विदेशी छ भने विदेशी होइन बाउ लापता छ भने के भनेर त्यहाँ क्लियर चाहिँ त्यहाँ आमाले चाहिँ सो घोषणा गरिदिने भन्ने कुरा यो सो घोषणा हुँदाखेरि तपाईँको यहाँ लगभग अहिले जुन समस्याहरू बाँकी छ नि तब त्यो सबै समस्याहरू समाधान हुन्थ्यो कि सो घोषणाको कुरा हुँदा किन सो घोषणा आमालाई त थाहा छ नि बाउ विदेशी थियो या नेपाली थियो के थियो के थिएन भने स्पष्ट त्यहाँ त गर्न सकिने तर त्यहाँ चाहिँ के भन्दा कार्यान्वयन सो घोषणाको कुरै भएन होइन र त्यहाँ चाहिँ तपाईँको फेरि सिडिओहरूले चाहिँ के भन्दै थियो सो घोषणालाई नमानिकन निसाको कुरा राख्थ्यो निसाको कुरामा पनि एउटा के गर्थ्यो भन्दाखेरि अङ्कृत नागरिकता गृह मन्त्रालयले दिने हो कि तर आमा नेपाली त्यसको सन्तानले पाउने अङ्कृत नागरिकता र विदेशीले पाउने अङ्कृत नागरिकतामा फरक छ नि त यो कुरा हामीले बुझ्नुभयो होइन अङ्कृत नागरिकतामा पनि फरक छ विदेशीले पाउने अङ्कृत नागरिकता र आमा नेपाली भएर बच्चालाई पनि अब आमा त्यो आमाको नामबाट धेरै अरू क्याटेगोरीहरू छ कि समस्याहरू जस्तै आमा नेपाली नागरिक बाउ विदेश छ भने सन्तान नागरिकता दिने कि नदिने त्यहाँ के हेर्नु पर्ने त्यो बच्चा नेपालमा जन्मेको छ कि छैन सबभन्दा पहिले त्यो हेर्नु पऱ्यो त्यो नेपालमा बसेको छ कि छैन हुर्किएको छ भने पढ्यो पुरै हेर्नुपर्ने यदि त्यो छ भने उसले चाहिँ अङ्कृत नागरिकता पाउनु पर्ने त्यो अङ्कृत नागरिकता तपाईँले गृह मन्त्रालयले सिडिओले दिनुपर्ने हो कि खासै हेर्दाखेरि होइन यहाँ चाहिँ के गर्थ्यो भन्दाखेरि त्यस्ता नियमावलीहरू पनि स्पष्ट खोलाएन 63को नियमावली अनुसार चाहिँ सिडिओहरूले गृह जानु हुन्छ अब गृह जानु भन्छ जसलाई चाहिँ तपाईँको आफ्नो जिल्ला राम्ररी घुमेको छैन त्यो गृह कसरी जाने उहाँले सहज बाटो बनाइदिनु पऱ्यो अब गृह आउँछन् गृहमा तपाईँको सिंहदरबार त यति छिर्न पाउँदैन भित्रबाट पास पठाउनु पऱ्यो र गृहमन्त्रीसँग त्यहाँको भेट्नु पऱ्यो त्यो पोसिबल छैन जुन तपाईँको नियमावली आएको छ सुघोषणाको कुरा यसलाई चाहिँ कार्यान्वयन गर्नु पऱ्यो होइन र कार्यान्वयन गराउन हामी पनि लागिरहेछौँ र कम्प्लिट रूपमा कार्यान्वयन भयो भने धेरै समस्या चाहिँ समाधान हुन्छ अर्को कुरा हेरौँ न हामी तपाईँको गैर-आवासी नेपाली नागरिकको कुरा गरौँ गैर-आवासी नेपाली नागरिकता व्यक्तिलाई गृह मन्त्रालय नागरिकता दिने त्यो नियमावलीमा छन् तर त्यसलाई हेर्नुहोस् कति सजिलो बनाएर जिल्लाबाट नागरिकता दियो कि हजुर जसलाई चाहिँ तपाईँको गृहमा नागरिकता दिने कुरा छ त्यसलाई चाहिँ जिल्लाबाट दिने जसलाई जिल्लाबाट दिनु पनि त्यसलाई गृह पठाउने विदेशीलाई फटाफट जिल्लाबाट दिएर सहज बनाइदिने र नेपालीलाई चाहिँ झन् समस्यामा पार्दै जाने यस्ता खेलहरू भएको छ होइन र यसलाई चाहिँ कार्यान्वयनमा ल्याउनु पऱ्यो किनभने कार्यान्वयनमा ल्यायो भने धेरै समस्याहरू समाधान हुन्छ तर अर्को कुरा अब अङ्ग्रेजीकै कुरा गर्दाखेरि चाहिँ नि नेपाली बुवा अनि विदेशी आमा छ भने चाहिँ बच्चाले चाहिँ वंशजको पायो त्यो कुरामा अनि नेपाली आमा हुँदाखेरि चाहिँ नेपाली आमा वंशजको नागरिक नेपाली आमा अनि विदेशी बुवा हुँदाखेरि चाहिँ त्यसलाई चाहिँ अङ्ग्रेजी किन दिने यहाँ यस्तो छ कि अब
नेपालको कानुन भन्यो र कानुन बनाउने जुन मान्छे छ नि तिनीहरूको मानसिकता के त्यो जुन भन्छ नि प्रतिशतात्मक सोच बच्चा जन्माउने भनेको पुरुषको होइन पुरुषको तर्फबाट मात्रै चाहिँ बच्चा जन्मिने एउटा सोच के बाउबाट मात्रै आउँछन् भन्ने चाहिँ एउटा सोच त्यो पनि एउटा खराबै सोच भनौँ होइन किनभने बच्चा यतिकै जन्मिँदैन त्यसमा चाहिँ 50% पुरुषको काम हुन्छ भने त्यसमा 50% महिलाको पनि काम हुन्छ त्यो चाहिँ बुझ्नुपर्ने हो एक्चुअलमा यस्तो हेर्दाखेरि तर कानुन बनाउने जुन मान्छे भयो संविधान बनाउने जुन मान्छे भयो त्यो सबै त्यही सोचको मान्छे भएर चाहिँ यहाँ चाहिँ विभेद भयो त्यो विभेद भएन भने जस्तो विदेशी नेपाली आमाले पनि वंशजकै नागरिकता दिन पाउने भयो भने त त्यहाँनिर पनि त कति कुरा सहज भइसक्यो भने त्यसमा एउटा के हुन्छ भन्दाखेरि अब बाउ हाम्रोतिर अब के छ भन्दाखेरि होइन एउटा कुरा यस्तो हेर्दाखेरि बिहे गरेपछि होइन केटाले केटीलाई आफ्नो घर लग्ने हो कि होइन केटीले केटालाई लिएर आउने त्यस्तो प्रावधान खासै छैन र त्यस्तो नसोचे पनि अलि हुन्छ होइन त्यसमा के हुन्छ भन्दाखेरि अब बाउले के भन्छ अब बाउ विदेशी भएको खण्डमा आमा र बच्चा उसले आफ्नो देश लगेर होइन देशमा लगेर त्यहाँ चाहिँ उसले नागरिकता दिन पाउँछ नि त वर्षै नागरिकता उसले त्यहाँ दिन पाउँछ नि त त्यहाँ चाहिँ उसले त्यही अब नेपालको बस्न पाए नेपालको लिन पाउने विदेशमा बस्न पाए विदेशको नागरिकता लिन पाउने तर अघि नै मैले भने त्यो एउटा पुरुषको एउटा बाउ नेपाली भयो त्यसलाई वर्ष दिने होइन बाउ चाहिँ विदेशी भयो त्यसलाई चाहिँ अंकृत दिने त्यो चाहिँ एउटा नेपालमा त यसै पनि तर डुअल सिटिजनसिपको कुरै छैन मिल्दैन त्यसो भए त हाम्रो एडमिनिस्ट्रेसन त्यसमा कडा गर्नु पर्यो नि त होइन त्यो त भित्रबाट गर्नु कुरा हो नि त लमा लेखेको कुरा त लेखिसक्यो कानुनमा बनेको कुरा त बनिसक्यो होइन अब यो भएको अब नपाउनुमा पर्ने मान्छेहरूले पाएको होइन विदेशीहरूले पायो भने त्यो पाएको कारण त यही कारणले गर्दाखेरि त हो नि यही कानुनमा गल्ती भयो र कार्यान्वयन गर्दाखेरिको गल्तीले गर्दाखेरि त पायो त हजुर त्यहाँ अर्को पनि कुराहरू के छ भन्दाखेरि नागरिकता पनि खास गरी तपाईँको गरिब समुदायबाट यहाँ अलि पैसाको खेलमा पनि त्यस्ता दुरुपयोगहरू भएको छ र त्यो गर्ने भनेको कुनै बाहिरको मान्छेहरू जो आफूलाई चाहिँ सच्चा राष्ट्रवादी हुँ होइन भन्नेहरू र सरकारकै मान्छेहरू त्यस्ता गल्तीहरू गर्ने छ नगरेको होइन यसमा आम नेपाली जनताको यसमा कुनै दोष छैन के गल्ती पनि छैन हजुर तर त्यसको अझ नि एउटा सजाय चाहिँ आम नेपाली जुन सच्चा नेपाली छ त्यसले चाहिँ जसले चाहिँ दुःख पाएर उसैलाई चाहिँ अप्ठ्यारो पऱ्यो अब सबै नै कुरा आइ नै सकेको छ तपाईँलाई धेरै धेरै धन्यवाद फेरि आइदिनु भएकोमा होइन अब अर्को सिजनमा पनि आउनुहुन्छ भन्ने अपेक्षा गर्छु म अर्को सिजनमा आउँदाखेरि अब यो समस्याहरू समाधान भएर आओस् हाम्रो पनि त्यही नै एउटा चाहना त्यही छ होइन अनि तपाईँले अब के गर्नु तपाईँको समितिलाई तपाईँलाई होइन जे गर्न खोज्दै हुनुहुन्छ होइन त्यसको लागि धेरै धेरै एकदम अल द बेस्ट अनि थ्याङ्क यू सो मच आजको यस एपिसोडमा हामीले इन्द्रजितजीसँग कुराकानी गऱ्यौँ नागरिकता विधेयकमा के समस्याहरू अझै पनि छन् के समस्याहरू अझै पनि हल गर्न बाँकी छ र कार्यान्वयनमा कस्तो कस्तो समस्याहरू आइपरेका छन् त्यो सबैबारे हामीले कुरा गऱ्यौँ इन्द्रजितजीको सिजन 1 को एपिसोड पनि हाम्रो युट्युबको प्लेलिस्टमा अभाइलेबल छ प्लिज क्याप्टेनको युट्युब च्यानललाई लाइक सेयर र सब्सक्राइब गरिदिनु होला धन्यवाद